हमारा ब्लॉग में आप लोग का स्वागत है। हेलो हाय। ये नूनथर में आए हैं घूमने के लिए। मौसम थोड़ा ठीक ठीक ही है। मौसम थोड़ा बहुत है मौसम। गाइज मेरो साउन्डै चेन्ज होइन, रुगा लागेर बोल्नै सके होइन। भर्खर बिहेसकेर आज हामी घुम्न आएका छौँ। गाइज हाम्रो फर्स्ट टाइम होला दादासँग घुम्न आएको, दादा भाउजूसँग कहिले घुमेकै छैन। कस्तो रमाइलो हो, कस्तो राम्रो हो, हावा एकदम शीतल चलिरह। के रे मजाको ठाउँ छ अहिले गाइज, यस्तो राम्रो हावा शीतल चलिरह। यहीँ बसौँ बसौँ जस्तो लागिरह। यस्तो राम्रो पहाड, कस्तो मजाको शीतल हावा चलिरह। गाइज उता दादाहरूको फोटोसुट भइरह। घुम्दै गाइज हामी झुलुङ्गे पुलमा आइसकेका छौँ। उता बसिराख्नु भएको दादा र ती दादा नै हुनुहुन्छ, एउटा भाउजूको भाइ हो, अनि त्यो दादा नै पर्छ होला। यता हिँड्दै हामी जाँदैछौँ। ए भतिजहरू डराउँदै, फर्स्ट टाइम हो यिनीहरूको बसाबसी। फोटोसुट भइरह। हेलो गाइस। गाइज सिट चढ्दा चढ्दै हाम्रो हालत खराब भयो। छोटो निचा मान्छे गिर्बे। यो मान्छेलाई हेर्नु खुरुखुरु चलिरह। म त थाकिसकेँ, यो त थाक्दैन। कस्तो रहेछ यो। चढाएको तर केही नै रहेनछ, बुद्ध भगवानको मूर्ति मात्र हो। सिडी चढ्दा चढ्दै गाइस गर्मीले मरिसक्यो। यस्तो गर्मी हो अहिले नि, पछि त के हुन्छ हुन्छ। अघिसम्म त खुब शीतल भइरहेको थियो, अहिले चाहिँ सिडी चढेर पुरै भए। घाम पनि कस्तो चर्को लागिरह। हामी घुम्दा घुम्दै भरतालमा पुगिसकेका छौँ। यति जोड जोडले हावा चलिरह। तपाईँहरू हेर्न सक्नुहुन्छ कस्तो राम्रो पुरै यस्तो जोड जोडले हावा चलिरह। घाम पनि लागिरह, आँखा नि बिग्रिरहेछ। तराईको एकदम फेमस प्रसिद्ध ठाउँ भरताल। तपाईँहरू घुम्न आउनु होला। खाजा मिठो मिठो पाउँछ, अरू सामानहरू छ, खेलौनाको सामानहरू दामी छ, मस्त। बाई बाई गाइस।